नमस्कार साथीहरू, म आशिष र दिस डे 32 अफ डिकोडिङ संविधान धारा। संविधानको धारा नम्बर 32मा भाषा तथा संस्कृतिको हक भनेर उल्लेख गरिएको छ। यसको उपधारा 1मा भनेको छ प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ। त्यसैगरी उपधारा 2मा भनेको छ प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ। यसको अर्थ चाहिँ हामी सबैको आफ्नै संस्कृति हुन्छ, आफ्नै परम्परा हुन्छ। ती सबै परम्परा र संस्कृतिमा चाहिँ हामी सबैलाई सहभागी हुन पाउने हक हुनेछ। कसैले पनि रोकावट गर्न सक्दैन। आफ्नो संस्कृतिमा, आफ्नो समुदायमा हामी मिलिजुली आफ्नो संस्कृतिहरू मनाउनको लागि चाहिँ कसैले पनि रोकावट गर्न सक्दैन, अथवा हामीलाई चाहिँ हक छैन अथवा हामीलाई अधिकार छैन भन्ने किसिमको कुनै पनि सोच राख्नु पर्दैन भन्न खोजिएको हो। त्यसैगरी उपधारा 3मा भनिएको छ नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सम्पदा र सभ्यताको सम्वर्धन र संरक्षण गर्ने हक हुनेछ। यसको अर्थ चाहिँ के हो भने हामी सबैले आफ्नो संस्कृति, भाषा, लिपि, आफ्नो परम्परालाई चाहिँ संरक्षण गर्ने हक हुनेछ, सम्वर्धन गर्ने हक हुनेछ। र संविधानमा हकको मात्र कुरा होइन, हामीले चाहिँ यसलाई चाहिँ हकको मात्र रूपमा नलिकन हामीले चाहिँ यो कर्तव्य हो भनेर पनि बुझ्नुपर्छ। र हामीले आफ्नो मौलिक संस्कृतिहरू, हाम्रा भाषाहरू, लिपिहरू, कलाहरूलाई चाहिँ जोगाएर राख्नु हाम्रो एउटा कर्तव्य पनि हो देशको नागरिकको हैसियतले। हस्, थ्याङ्क यू, किप वाचिङ इन लभिङ अस।